हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। मैले आज यो मिनी ब्लग बनाउनुको एउटा सानो रिजन छ, किनभने म र मेरो साथी एक दिन भिलिगिली घुम्न गएका थियौँ र मैले घाँटीमा लगाएको सिक्री तपाईँले देख्न सक्नुहुन्छ। म यो सिक्री लगाएर गएको बेलामा चाहिँ यहाँ दुईवटा स्कुटरमा 4 जना लोकल मान्छेहरू आएर चाहिँ हाम्रो घाँटीमा लगाएको सिक्री थुतेर लगिदियो। त्यसै कारणले मैले चाहिँ यो मालदिप्समा जति पनि तपाईँहरू दिदीबहिनी तथा दाजुभाइहरू बस्नुहुन्छ सबैजनालाई चेतना जाओस् र तपाईँहरू नि सतर्क भएर घुम्न जानुहुन्छ कि भन्ने आधारमा मैले चाहिँ यो भिडियो बनाएको हो। र त्यो दिनमा चाहिँ के भएको थियो भने म र मेरो साथी त्यही माछा मार्नेको छेउमा बसिरहेका थियौँ। त्यही बेलामा अचानक दुईवटा स्कुटरमा 4 जना व्यक्तिहरू आए र मैले घाँटीमा लगाएको सिक्री थुतेर लगेर गएँ र त्यही थुत्ने क्रममै चाहिँ मैले उनीहरूको भिडियो बनाउन र फोटो खिच्न चाहिँ भ्याएको थिएँ र त्यही फोटो र भिडियो खिचेको आधारमा चाहिँ उनीहरू गइसकेपछि 5-10 मिनटपछि उनीहरू फेरि रिटर्न ब्याक भए र हामीलाई सोध्न थाले, तिमीहरूले हाम्रो फोटो भिडियो बनाएको छ भनेर सोध्यो। हामीले भन्यौँ कि बनाएको छौँ हामीले भनेर लाग्यौँ। अनि उनीहरूले भन्यो कि हामी तेरो सिक्री रिटर्न दिन्छौँ, तैँले हामीलाई हाम्रो फोटो भिडियो डिलिट गरिदिए भनेर भन्यो। र मैले पनि सोचेँ होस् अर्काको ठाउँमा किन पुलिसको लफडा गरेर बस्ने हो भनेर मैले पनि हुन्छ भने उसले मेरो हातमा सिक्री राख्थ्यो पहिला र मैले उसको फोटो भिडियो पनि डिलिट गरिदिएँ। र तपाईँहरूलाई म एउटा माथि के कुरा भन्छु भने जति पनि मालदिप्समा बस्ने हुनुहुन्छ तपाईँहरू अलि सतर्क रहनुहोस् भनेर म भन्न चाहन्छु। र यो भिडियो बनाउनेको उद्देश्य भनेको चाहिँ बाहिर निस्किँदा अलि सतर्क हुनुहोस् भनेर माथि हो। र म यस्तै अरू भिडियो पनि बनाउँछु, साथ सपोर्ट गर्दै जानुहोस् र सतर्क हुनुहोस्। हस्त धन्यवाद, बाई।